हेर्नुहोस्, भदौ 23 गतेको शान्तिपूर्ण आन्दोलनमा बानेश्वरमा रहेको हजारौँ युवाहरूमध्येको एउटा युवा म पनि थिएँ र म जस्तो हजारौँ युवाहरू त्यहाँ उपस्थित थिए। प्रहरीले गोली चलाएको मैले देखेको छु, म जस्तो हजारौँ नेपाली युवाहरूले देखेका छन्। प्रहरीले गोली चलाएको आवाज बानेश्वर क्षेत्रमा रहनुभएको सबैले सुन्नुभएको छ। सामाजिक सञ्जालमा फेसबुक, इन्स्टा, टिकटक, युट्युबमा त संसद भवनभित्रबाट प्रहरीले एउटा युवालाई टाउकोमा गोली ताकेर हानेको भिडियो त अहिले पनि हामीले मजाले देख्न सक्छौँ। त्यो जस्तो कैयौँ अरू भिडियोहरू पनि छन्। अब तपाईँहरू यस्तो वक्तव्य राखेर अन्तर्वार्ता दिँदै फेसबुकमा स्टेटस राख्दै र आफ्नो राजनीतिक दलको सम्पूर्ण कार्यकर्ताहरूलाई, अन्धभक्त कार्यकर्ताहरूलाई तपाईँहरूले विश्वास गराउन खोजिरहनु भएको छ कि हामीले मारेकै होइनौँ। ल, यो कुरा तपाईँको राजनीतिक दलको अन्धभक्तहरूले मान्लान् रे, तपाईँको एमालेको अन्धभक्तले मान्ला रे, तपाईँको काङ्ग्रेसको अन्धभक्तले मान्ला रे। 3 करोड आम नेपालीहरूलाई कसरी विश्वास गराउनुहुन्छ? त्यो समयमा बानेश्वरमा रहेको हजारौँ नेपाली युवाहरूलाई कसरी विश्वास गराउनुहुन्छ? छोड्नुहोस् त्यो कुराहरू पनि। गोली हानी मृत्यु भएको युवा शहीदहरूको जन्म दिने आमा बुवालाई कसरी विश्वास गराउनुहुन्छ? त्यो परिवारलाई कसरी विश्वास गराउनुहुन्छ? अरू कुरा छोड्नुहोस् न, नेपाल आमालाई कसरी विश्वास गराउनुहुन्छ? फेरि पनि हामीले तपाईँहरूलाई नै त्यो पदमा हेर्नुपर्ने।